हो दाजु के हो पुरै नुहा पोदेखि झगडा पाएछ त के हो पपकर्न जस्तै भइसक्यो सुत्ता सुत्ता उछ्ल्या उछ्लै किन हो त्यस्तो के भयो त्यस्तो गर्लफ्रेन्डसित कुरा गरेर यहाँ बुढीले थाहा पायो दिमाग खराब गरिदिएछन् यहाँ ड्युटीमा मालिक र म्यानेजर मिलेर पपकर्न जस्तो निक्ले यो गर घरि त्यो गर उता गर उता गर काम छोडेर जाऊँ अर्को काम पाउन गाह्रो गर्लफ्रेन्डतिर लाग्यो त बुढीले गाह्रो बनायो कोही छ भने यस्तो सल्लाह दियो केही पनि छैन ताल पऱ्यो नि मुनि गर्लफ्रेन्ड लिएर भाग्दैन